ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। ज्येष्ठ नागरिक आश्रम अब 1-2 जना समेट्न बाँकी छ। 1-2 जना कोही बागलुङबाट, कोही प्युठानबाट, 1-2 जना कता कताबाट समेट्नु भयो भने कोर्स पुरा हुन्छ उहाँहरू। काम गर्ने जति एमालेतिर, मैले उमेरको कुरा गरेँ होइन। यहाँ श्याम सुन्दर शेर्पा अलिकति उठिदिनुहोस् त। उहाँ पाको मान्छे हुनुहुन्छ तर जवान हुनुहुन्छ, त्यसै कारण कार्यक्रममा सरिक हुनुहुन्छ, आन्दोलनमा सरिक हुनुहुन्छ, संगठन निर्माणमा सरिक हुनुहुन्छ। समृद्ध नेपाल सुखी नेपाली बनाइ छोड्ने यस सङ्कल्पलाई साकार पार्ने भनेर भन्दै हुनुहुन्छ श्याम सुन्दर शेर्पा। उमेरले बुढो हुँदैन भन्ने कुरा त हामी सानै छँदा मास्टर पास गरे होला। त्यसो भएर उमेरले मात्रै हुँदो रहेछ। कोही 6औं नम्बर पाएपछि कुदिहाल्दो रहेछ। छ नम्बर अब हामीमा कुनै संकीर्णता छैन, हुन सक्दैन। हामी एउटा राष्ट्र निर्माणको महाउद्देश्यका साथ महाअभियानमा जुटेका छौँ। अहिले घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण गर अभियान, नेकपा एमालेमा सामेल हौँ अभियान, यस्ता सबै अभियानहरूको निष्कर्ष के हो भन्दा नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गरौँ, विकास गरौँ। निर्णायक राष्ट्रिय शक्तिमा विकास गरेर यसले देशलाई सही दिशामा लान्छ। हाम्रो पार्टीको तर्फबाट ठुलो भुल भयो, चुक भयो, कमी रह्यो। हामीले भन्ने गर्यौं, विभिन्न ठाउँमा देखेका पनि थियौं हामीले के भइराखेको छ, के हुन्छ। श्रीलङ्का देखेका थियौं, बङ्गलादेश देखेका थियौं। बङ्गलादेश बनाइदिन्छु भनेर त आततायी तत्त्वहरू त पार्लियामेन्टमै बोलै थिए त, अन्त पनि बोलै थिए बङ्गलादेश बनाउँछौँ, आगो लाउँछौँ, तोडफोड गर्छौँ, यो गर्छौँ, त्यो गर्छौँ। त्यो त पहिलेदेखि भनेका थिए।